सडक यातायात आएपछि सुनसान बन्दै गएको पुरानो पदमार्गको धड्कन हो खरिखोला गाउँ। कहिले थाक्दैन थियो यो बजार। बिहानैदेखि चिया पसलहरूमा यात्रुहरूको भिड, भारी बोक्ने भरियाको हतारो, विदेशी पर्यटकको मुस्कान, होटलको भान्साबाट निस्केको तातो सुपको भासना र साँझपख यात्रुहरूको कथाले भरिएको खरिखोला सधैँ जीवित राख्थ्यो। सगरमाथाको यात्राको पैदल सुरु गर्नेका लागि यो बजार केवल बास बस्ने ठाउँ थिएन, यो हिमाल यात्राको पहिलो आत्मीय स्वागत थियो। यहाँको गोरेटोहरूमा संसारभरिका पाइलाहरू टेकिएका थिए। स्थानीयहरूले पसल खोले, सुविधायुक्त होटलहरू खोले, खेतीसँगै पर्यटकलाई पनि जीवनको आधार बनाए। खरिखोला त्यो समय एउटा चलायमान सपना थियो, तर समय फेरियो। यातायातको सुविधा विस्तारसँगै यातायातको र यात्राको ढाँचा पनि बदलियो। अहिले अधिकांश पर्यटकहरू सिधै सल्लेरीदेखि सुर्के हुँदै माथिल्लो क्षेत्रमा पुग्न थाले। कतिपय पर्यटकहरू हवाईजहाजबाट जान थाल्यो। एक समय भरिभराउ हुने ती होटलहरू अहिले बन्द झ्यालभित्र मौन छ। चिया पसलमा पुरानो दिनहरू सम्झने केही वृद्ध आँखाहरू मात्र भेटिन्छ। युवाहरू रोजगारीको खोजीमा सहर र विदेशिएका छन्। साँझपख यात्रुहरूको आवाज गुन्जिने गल्लीहरूमा अहिले सुनसान हावा मात्र भेटिन्छ। सडक आवश्यकता थियो, तर यसले परम्परागत पदमार्गसँग गाँसिएको स्थानीयको अर्थतन्त्रलाई कमजोर बनाइदिएको छ। विकासको नाममा पुरानो पहिचान ओझेलमा पर्नु खरिखोलाको पीडा छ र पीडा बनेको छ, तर खरिखोला अझै सकिएको छैन। यो गाउँसँग प्राकृतिक सौन्दर्यता छ, शेर्पा र मगर संस्कृति छ, स्थानीय आतिथ्यता, जैविक खाना र हिमाली जैविक शैलीको अनुपम सम्भावना अझै बाँकी छ। आवश्यकता केवल नयाँ दृष्टिकोण र योजनाको हो। अब के गर्न सकिन्छ त? पुरानो पदमार्गलाई ट्रेलका रूपमा विकास गर्न सकिन्छ। स्थानीय संस्कृति र होमस्टेको प्रवर्धन गर्न सकिन्छ। वार्षिक सांस्कृतिक तथा पर्यटन महोत्सवहरू गर्न सकिन्छ। डिजिटल प्रचार, त्यसै गरेर साहसिक पर्यटनको नयाँ सम्भावनाहरू खोज्न सकिन्छ। खरिखोला आज सुनसान देखिए पनि यसको इतिहास अझै जिउँदो छ। सायद फेरि खरिखोलाका गल्लीहरूमा यात्रुहरूको हाँसो गुन्जिनेछन्। चिया पसलमा नयाँ यात्रामा कथा जन्मिनेछन् र यो बजार फेरि पनि हिमाली यात्राको आत्मीय धड्कन बन्नेछ। खरिखोला गाउँमा बसिरहँदा यहाँको वातावरणसँग रम्दै गर्दा भेटिएका यी दृश्यहरू यहाँहरू माझमा प्रस्तुत गरे। यहाँहरूलाई कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव कमेन्टबाट त्यसै गरेर तपाईँले सम्पर्क गरेर दिन सक्नुहुन्छ। र हजुरलाई मेरो भिडियो मन पर्यो भने माया शेर्पा युट्युब च्यानललाई लाइक र सब्सक्राइब गरिदिनुहोला। यहाँको अमूल्य सहयोगले अझ अघि बढ्ने अवसर मिल्नेछ, उत्साह मिल्नेछ, जोस जाँगर मिल्नेछ। कार्यक्रम भनौँ या यो मेरो भ्लगलाई अन्त्यसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा यहाँहरूसँग भेट गर्नेछु। धन्यवाद। त्यो अर्को हुन्थ्यो नि बाल्ने नि, जोडी बाल्छ कि बिजोडी बाल्छ? बिजोडी। भन्नुपर्छ, के भन्नुपर्छ? मान्दैन न अनि